आजको सुरुको क्वेसन रहेको छ, राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार बढी गरिबीको दर रहेको प्रदेश कुन हो? यसको करेक्ट आन्सर रहेको छ सुदूरपश्चिम प्रदेश। 34.16% चाहिँ गरिबीको दर सुदूरपश्चिम प्रदेशमा रहेको छ। यस्तै प्रदेशगत रूपमा सबैभन्दा कम गरिबीको दर रहेको प्रदेश गण्डकी प्रदेश रहेको छ भने गण्डकी प्रदेशमा 11.88% गरिबीको दर रहेको छ। नेपालमा 20.27% जनसङ्ख्या गरिबीको रेखामुनि रहेको छ। देशभर कुल गरिब सङ्ख्या 62,36,145 रहेको छ। जिल्लागत रूपमा सबैभन्दा बढी गरिबीको दर अछाम जिल्लामा 49.58% रहेको छ। यस्तै जिल्लागत रूपमा सबैभन्दा कम गरिबीको दर कास्की जिल्लामा 6.63% छ। यस्तै स्थानीय तहमा गरिबीको दर न्यूनतम 1.18% देखि अधिकतम 77.89% सम्म रहेको छ। स्थानीय तहमा सबैभन्दा बढी गरिबीको दर रहेको जाजरकोट जुनी चाँदे गाउँपालिकामा 77.89% गरिबी रहेको छ। यस्तै स्थानीय तहमा सबैभन्दा कम गरिबीको दर मुस्ताङको घर पोजुङ गाउँपालिकामा 1.18% रहेको छ। यस्तै काठमाडौँ महानगरमा गरिब जनसङ्ख्या करिब 59,218 6.87% रहेको छ। सहरी क्षेत्रमा 18.34% र ग्रामीण क्षेत्रमा 24.66% गरिबीको रेखामुनि रहेका छन्। यस्तै 34 जिल्लाको गरिबी दर राष्ट्रिय औसत आयभन्दा कम र 43 जिल्लाको गरिबी दर राष्ट्रिय औसतभन्दा बढी रहेको छ। यस्तै स्थानीय तह स्तरको विश्लेषणमा 309वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसत 20.27% भन्दा कम र 444वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको छ। नेपालमा 27 देखि 46 वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी रहेको छ। यस्तै यसपटक गरिबीको मापनका लागि प्रति व्यक्ति वार्षिक आय 72,908 रुपियाँको नयाँ गरिबीको रेखा निर्धारण गरिएको थियो। यसअघि 2066-67मा गरिबीको रेखा 19,261 रुपियाँ निर्धारण गरिएको थियो। नेपालको दोस्रो सेटेलाइट मुनाल कहिले प्रक्षेपण गरियो? यसको करेक्ट आन्सर रहेको छ विक्रम सम्वत 2082 पुस 28 गते सन् 2026 जनवरी 12मा नेपालको दोस्रो सेटेलाइट मुनाल प्रक्षेपण गरिएको थियो। यस्तै अर्को रहेको छ प्रक्षेपण स्थान सतीश धवन अन्तरिक्ष केन्द्र श्रीहरिकोटा भारतबाट गरिएको छ। प्रयोग बिरुवाहरूको अनुगमन, घरेलु प्रविधिको परीक्षण र एआई सञ्चालित डेटाको प्रशोधन। नेपालको पहिलो भूउपग्रह नेपाली स्याट-1 रहेको छ भन्ने कुरा नबिर्सिनुहोला। प्रक्षेपण मिति विक्रम सम्वत 2076 वैशाख 5 गते। यस्तै पहिलो सेटेलाइट पृथ्वीमा फिर्ता 2078 असोज 18 गते रहेको छ। यस्तै प्रश्न नम्बर 3मा रहेको छ नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो? यसको करेक्ट आन्सर रहेको छ विक्रम सम्वत 2082 पुस 27 गते। स्थान मेचीनगर 7 झापामा मनाइएको थियो। आयोजक राजवंशी समाज विकास समिति मेचीनगर थियो भने चामलको पिठोबाट पानीको बाफमा पकाइने भक्का स्वादिलो एवं पोसिलो हुन्छ। जिल्लाभर राजवंशी समुदायले विगत 9 वर्षदेखि पुस 29 गते भक्का दिवस मनाउँदै आएका थिए। अर्को क्वेसन रहेको छ संयुक्त राष्ट्र सङ्घले सन् 2040 सम्म प्लास्टिक जन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ? यसको करेक्ट आन्सर रहेको छ 80%। यो सँगै नेपालमा हाल चरा प्रजातिको संख्या कति पुगेको छ? यसको करेक्ट आन्सर रहेको छ 903 र कुन कुन चरा थपिए भन्ने कुरा विस्तृतमा जानकारी गराउँदैछौँ। 903औं चरा रातो कण्डे डुबुल्की रेड नेक्ड ग्रेप रहेको छ। वैज्ञानिक नाम पोडिसेप्स ग्राइस सजिना रहेको छ भने
सुर्खेतको बुलबुल ताल क्षेत्रमा सो चरा फेला 2082 असोज 29 मा परेको थियो। पुष्टि गर्ने संख्या नेपाल पन्छी संरक्षण सङ्घ र राष्ट्रिय अन्तर्राष्ट्रिय चराविद सुगम गोरागाई र सुस्मिता चौधरीले सो प्रजातिको चरा पत्ता लगाएका हुन्। यस्तै अर्को क्वेसन रहेको छ, विश्वका 7औं महाद्वीपका अग्ला हिमाल 7 समिटको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने डबल एभप नी आरोही को हुन्? यसको करेक्ट आन्सर रहेको छ हरि बुढामगर। बुढामगर विश्वका 7औं महाद्वीपका अग्ला हिमाल 7 समिट पूरा गर्ने पहिलो डबल एभेन नी दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्थामा आरोही बनेका हुन्। यस्तै अर्को क्वेसन रहेको छ, आइएसओ 9001 2015 को प्रमाणपत्र प्राप्त गर्न सफल नेपालको केबलकार कम्पनी कुन हो? यसको करेक्ट आन्सर रहेको छ प्रभु केबलकार एन्ड टुरिज्म कम्पनी लिमिटेड। यस्तै अर्को क्वेसन रहेको छ, राष्ट्रिय रेशम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? यसको करेक्ट आन्सर रहेको छ विक्रम सम्वत 2082 पुस 26 गते काठमाडौँमा राष्ट्रिय रेशम सम्मेलन सम्पन्न भएको छ। यस्तै अर्को रहेको छ, सम्मेलनले नेपालमा रेशम उद्योगलाई रणनीतिक उच्च मूल्य भएको र दिगो राष्ट्रिय क्षेत्रका रूपमा पुनःस्थापना गर्ने लक्ष्य राखेको छ। साथै उक्त खेतीका लागि तराई क्षेत्रमा 100 देखि 750 मिटर र पहाडमा 750 मिटरदेखि 1500 मिटर उचाइमा अवस्थित भूभाग उपयुक्त मानिने। आजको भिडियो तपाईहरुलाई के कस्तो लाग्यो? यस्तै समसामयिक जानकारी र जीके क्वेसनहरुका लागि च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।